ल गाइस, यत्रो धेरै नम्बरमा चाहिँ बाई क्वान्टिटी आइराख्दाखेरि चाहिँ अझै पनि यसको चाहिँ प्राइस माथिसम्म बढ्न सक्ने स्थिति हुँदाहुँदै पनि यहाँ धेरैजना चाहिँ बेचिराख्नु भएको छ है। यो चाहिँ मार्केट क्लोज हुनुभन्दा झन्नै 5 मिनट मात्रै अगाडिको भिडियो हो है। त्यो बेलासम्म चाहिँ अब चाहिँ लगभग आजको चाहिँ मार्केट चाहिँ माइनसमा गएर क्लोज हुने स्थिति भइसकेको थियो। तर अन्तिमको झन्डै 1 मिनटको टाइमिङमा चाहिँ ब्रोकर नम्बर 45ले चाहिँ राम्रैसँग उठाएको छ है। ब्रोकर नम्बर 45ले चाहिँ लगभग त्यो टाइममा चाहिँ झन्नै 3000 किता चाहिँ 815 रुपियाँ यहाँ लगाएर चाहिँ झामझुम उठाएको देखिन्छ। यो यहाँ टाइम पनि हेर्न सकिन्छ है। एकचोटि म फ्लोर सिट पनि देखाउँछु। अन्तिमको यहाँ 2 बजेर यो 59 सेकेन्डसम्ममा चाहिँ उसिलिएको देखिन्छ है। 3 बजे मार्केट क्लोज हुने हो, झन्डै 1 मिनटभित्र नै ब्रोकर नम्बर 45ले राम्रो भूमिका खेलेको देखिन्छ आजको चाहिँ सकारात्मक बढाइमा चाहिँ। यो अन्तिमको 1 मिनटमा 1.12%ले बढ्दै 9 रुपियाँले बढ्दै आज 815 रुपियाँमा चाहिँ अन्तिम क्लोजिङ भएको छ। यहाँदेखि चाहिँ यो लगभग 1 मिनट पनि टाइम थिएन, 15 सेकेन्ड जस्तो टाइम थियो। त्यो 15 सेकेन्डभित्र चाहिँ ब्रोकर नम्बर 45ले यहाँदेखि चाहिँ अन्तिममा आएको 815 रुपियाँले नै झ्यामझुम उठाएर 3000 क्वान्टिटीमा चाहिँ उठाइदिएर चाहिँ एसआई प्यानलको पोजिटिभ रूपमा चाहिँ आज पनि बजार क्लोज भएको छ है त। र यसरी हेर्दाखेरि चाहिँ हिजोको भन्दा चाहिँ एकदमै थोरै मात्राले चाहिँ परिवर्तन भएको छ है। अनि हिजो 52.8 पैसाले चाहिँ बढेको थियो भने आज 9 रुपियाँले मात्रै बढेको छ। र हिजोको भन्दा भोल्युम चाहिँ एकदमै कम भएको छ। यसको मतलब चाहिँ अलिक टाइटै गर्नुपर्छ कि भन्ने खालको मेन्टालिटी चाहिँ देखियो है सेयर होल्डरहरूमा, आइपी होल्डरहरूमा। हिजो 3,91,371वटा कितामा कारोबार भएको थियो भने आज 1,79,261वटा कितामा चाहिँ कारोबार भएको देखिन्छ। र टर्नओभर पनि घटेको छ, हिजोको भन्दा आधी नै घटेको छ है आज पनि टर्नओभर चाहिँ। र यसलाई यता चार्टमा हेर्दा पनि यो चाहिँ 1 मिनटको टाइम फ्रेम हेरिरहेको छ है। अन्तिममा चाहिँ सकारात्मक रूपमा क्लोजिङ हुनुको कारण चाहिँ यहाँ चाहिँ 3.07वटा किता चाहिँ 815 रुपियाँले कारोबार भएको कारणले गर्दाखेरि यहाँ आएर चाहिँ क्लोज भएको छ। यसरी चाहिँ आजको डे क्यान्डल लगाएर हेरौँ, 1 डे क्यान्डल। र यसरी अन्तिममा चाहिँ आजको 179.26 के को भोल्युम आउँदै चाहिँ आजको कारोबार सकारात्मक रूपमा क्लोजिङ भएको छ। र यता ब्रोकर एनालाइसिसमा आज ब्रोकर नम्बर 67ले 8681वटा किता उठाएको छ। त्यसै गरी ब्रोकर नम्बर 45ले 6978वटा उठाएको छ। ब्रोकर नम्बर 75ले पनि 6590वटा। अन्य ब्रोकरहरूले पनि धेरै नै उठाएको देखिन्छ है यहाँ चाहिँ आज चाहिँ। र डिस्ट्रिब्युटतर्फ जाने हो भने आज नासा सेक्युरिटिजले राम्रै मात्रामा चाहिँ फालेको चाहिँ 20,380वटा। नेपाल स्टकले पनि राम्रै फालेको छ 12,580वटा। दिपशिखाले पनि ठिकै फालेको 7,920 र अन्य सेक्युरिटिजहरूले पनि ठिकै राम्रै नै फालेको देखिन्छ। टप होल्डिङ्समा ब्रोकर नम्बर 45ले 28,751वटा गरेको रहेछ है। अनि 67ले 16,021, यता 48ले 11,810 र अन्य सेक्युरिटिजहरूले पनि अलिअलि गरिराखेको देखिन्छ। र एकुमुलेट र टप बायरतिर जाउँ। टप बायर भनेको पनि 45 नै रहेछ र 58ले पनि राम्रै किनेको थिएछ है, 41,861वटा किनेको रहेछ। अनि 42ले 40,855वटा किनेको रहेछ। त्यसै गरी अनि सेलरहरू हेरौँ है। सेलरमा पनि यो 3 मन्थ भित्र सेलरमा पनि 1,23,390वटा किता चाहिँ 58ले बेचेको देख्न सकिन्छ है। यता 49ले पनि 48,550वटा बेचेको देखिन्छ। त्यसै गरी 38ले 37,950वटा र अन्य सेक्युरिटीले पनि बेचिरहेको देखिन्छ। यहीँबाट चाहिँ के बुझ्न सकिन्छ भने ब्रोकरहरूले एकुमुलेट गर्ने, डिस्ट्रिब्युट गर्ने कुराहरूले पनि बजार बढ्ने घट्ने कुराहरूमा त फरक पारि नै हाल्छ। तर यति धेरै मात्रामा चाहिँ एकुमुलेट गरेको हिसाबले चाहिँ यो कम्पनी चाहिँ होल्ड गर्दा पनि आउँदो भविष्यमा चाहिँ राम्रै नै यसले चाहिँ प्रफिट दिन्छ भन्ने खालको चाहिँ कुरा हामीले बुझ्न सकिन्छ है त। र अब के गर्ने भन्ने कुरामा चाहिँ आजको भोल्युम र आजको क्यान्डल हेर्दाखेरि त आज झन्डै इन्डिसिजन टाइपको चाहिँ क्यान्डल बनेको छ है। थोरै कुराले मात्रै चेन्ज भएको छ, त्यसकारण भोलि केही भन्न सकिने अवस्था छैन। बढ्न पनि सक्छ अथवा घट्न पनि सक्छ, किनभने यो चाहिँ इन्डिसिजन खालको क्यान्डल बनेको छ यहाँ चाहिँ। बाँकी चाहिँ अब आइपी होल्डरहरूले, सेयर होल्डरहरूले चाहिँ यसलाई टाइट होल्ड गर्नुभयो भने बढ्न सक्छ कि भन्ने चाहिँ आशा गर्न सकिन्छ है त। मेरो सेयरमा परेको आइपिओ बेच्नको लागि चाहिँ तपाईसँग ब्रोकर अकाउन्ट छैन भने मैले यहाँ पिनमा चाहिँ हेलो एभ्रीवन ब्रोकर अकाउन्ट कसरी बनाउने भनेर भिडियो राखेको छु है। यो भिडियो हेरेर चाहिँ तपाईहरूले चाहिँ बनाउन सक्नुहुन्छ है त, ब्रोकर अकाउन्ट बनाएर चाहिँ सेल गर्न सक्नुहुन्छ है त। र मेरो भिडियोमा निरन्तर लाइक गर्ने, कमेन्ट गर्ने तपाईँ सम्पूर्णलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। र फलोअर गरेर
सहयोग गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त। यसरी नै साथ र सपोर्ट गर्दै जानुहोला। थ्याङ्क यू सो मच।